अब चाहिँ हाम्रो आयोजक बी भर्सेस समाजसेवी युवा क्लब कोछाप हुन गइरहेको छ गाइज हैन। ओ गणेश त्यो खेलाडीले पानी के दिनुपर्छ त्यसलाई मल दिनुहोस् पगाडी भयो। अब त खेलाडी होइन अब त आयोजक हो। ल ल सेलिब्रेसन गरिले केटाहरूले त्यो भएर त्यो कोछा भन्ने त्यही हो, त्यहीको गाउँ र यो गाउँको परिरह। स्कोर पोइन्ट रेडी छ सबै। वसन्तराज भण्डारी रेडी अवस्थामा हो। सतर्क पारी जोइस। ल हाम्रो आयोजक बी किरणहरूको र पारी कोछाप ओपन ला है। ओए सन्दीप टिम कोच यता। सन्दीप टिम कोच छ पुरै यहाँको। विपिन ओइ हेर ल हाम्रो आयोजक बी किरणहरूको सज्जनहरूको र कोछापको परिराख्यो। अब भर्खर सुरु भयो। हान्दियो हान्छन् केटाहरूले। जस नम्बर 4 बाट बल गर्न सकिन्छ र यसको सुनल लगेर आयोजक मतलब स्कोरिङ प्लेन रहेको छ। आयोजक बी बढी कोछाप राम्रो स्पाइक जस नम्बर 1 द्वारा हाम्रो गाडीमा एक अङ्क जोडिएको छ। मतलब स्कोरिङ प्लेन रहेको छ 2 बराबर। ओए मधु यो त टिम कोच भयो के न। समाजसेवी युवा क्लब भर्सेस आयोजक बी स्कोरिङ पोइन्ट 2 इक्वल। राइट छ ए लोके यता हेर रे तेरो साथीहरूले एकदम राम्रो प्रयास गरेको थिए। यसको सुनल लगेको छ आयोजक बीले र स्कोरिङ पोइन्ट रहेको छ आयोजक बी 4 बनी समाजसेवी युवा क्लबको छ 2। लोट्यो जसरी गरेको खेलाडी आयोजक बी का एकदम राम्रो प्रयास गरेका थिए तर बल उड्न सकेन। यसको सुनल लगेको छ फेरि पनि समाजसेवी युवा क्लबको छलाई र मतलब स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छ 3 बनी आयोजक बी 4। समाजसेवी युवा क्लब कोछापले आफ्नो टिममा 1 अङ्क जोड्दै समाजसेवी युवा क्लब हाम्रो गाउँको आयोजक बीको स्कोरिङ पोइन्ट रहेको छ 4 बराबर 4 इक्वल। त्यसैगरी हाम्रो यस गेम चाहिँ लाइभ प्रसारण भइरहेको छ। यो लाइभ टेलिकास्टलाई टेलिकास्टलाई विभिन्न मण्डली अफिसियल फेसबुकमा लाइभ टेलिकास्ट भइरहेको छ। प्रयास अतिविधि थियो जर्सी नम्बर 11 का खेलाडी मित्र सज्जन डाङ्गेको तर बल गर्न सकेन र यसको सुनल अवसर समाजसेवी युवा क्लब कोछाप स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लब कोछाप भर्सेस आयोजक बीको
Scoring point 6-5. एकदम राम्रो स्ट्राइक थियो र बल गर्न सकेन। यसको सुनौलो अनुसार फेरि पनि समाजसेवी युवा क्लबको छापलाई यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छाप 7 भने आयोजक 5 मात्र 2 पोइन्टको लिडिङमा समाजसेवी युवा क्लबको छाप। सहयोग गर्छ गर्न सकेन सल्युसन बल गर्न सकेन। सुनौलो अनुसार फेरि पनि आयोजक रेफरी यहाँ चाहिँ दिनेश छ स्कोरिङ पोइन्ट रहेको छ आयोजक 6 भने समाजसेवी युवा क्लबको छाप 7 र फेरि पनि आयोजकले एकदमै राम्रो सुनौलो अवसर पाएको छ आफ्नो खानामा एक अङ्क जोड्न। स्कोरिङ पोइन्ट रहेको छ 7 बराबर। किरणबाट सर्भिस पुरा एकदम राम्रो स्पाइक जसको नामद्वारा र आफ्नो खानामा एक अङ्क जोड्दै समाजसेवी युवा क्लब यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छाप 8 भने आयोजक 7 मात्र 1 पोइन्टको लिडिङले आयोजक सरी को छाप। प्रयास अति मिठो थियो तर बल आउट पुग्यो 8 बराबर आयोजक 2 लाई यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ 8 बराबर। एकदम राम्रो स्पाइक र यति बेलाको हानो है जर्सी नम्बर 11 को खेलाडी मित्र सोजन दाजुद्वारा र आफ्नो खेलामा एक अङ्क जोड्दै आयोजक र यतिबेलाको स्कोरिङ पोइन्ट रहेको छ आयोजक 9 भने समाजसेवी युवा क्लबको छाप 8 भन्दा फेरि पनि समाजसेवी युवा क्लबको छापले आफ्नो खातामा एक अङ्क जोड्दै र यतिबेलाको स्कोरिङ पोइन्ट रहेको छ 9 बराबर। भन्दा फेरि पनि समाजसेवी युवा क्लबको छापले आफ्नो खातामा एक अङ्क जोड्दै र यतिबेलाको स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छाप 10 भने आयोजक 9। एकदमै राम्रो स्ट्राइक थियो र बल आउट पुग्यो। यसको सुनौलो अवसर फेरि पनि कोछापलाई र यतिबेलाको स्कोरिङ पोइन्ट रहेको छ कोछाप 11 भने आयोजक 9। यो गेट मेरो उभिनु भएको दर्शकहरूलाई चाहिँ अलिकति गेमदेखि बाहिर आइदिनुको लागि विनम्र अनुरोध गर्दछु। भोलिन्टरी र टिम क्याप्टेन सन्दीपजी दर्शकहरूलाई चाहिँ अलिकति पछि ल्याइदिनुको लागि विनम्र अनुरोध गर्दछु। बलले ल्यान्न नि यार केटाहरूले यार। सर खेल्नु भा दिनेश भण्डारी एक्स्ट्रा प्लेयर हो। दिनेश भण्डारी एक्स्ट्रा प्लेयर होइन सर्टर हो यो टिमको। एकदम राम्रो स्पाइक जर्सी नम्बर 8 द्वारा फेरि पनि यो सुनौलो अवसर आयोजक 2 लाई र यतिबेलाको स्कोरिङ पोइन्ट रहेको छ आयोजक 11 भने समाजसेवी युवा क्लबको छाप 12 मात्र 1 पोइन्टको लिडिङ ल्याउँदै समाजसेवी युवा क्लबको छाप। प्रयास अति नै मिठो थियो तर बल गर्न सकेन र यसको सुनौलो अवसर फेरि पनि कोछापलाई यतिबेला स्कोरिङ पोइन्ट रहेको छ कोछाप 13 भने आयोजक 11। एकदम राम्रो स्पाइक जर्सी नम्बर हेलो हजुर हेलो राजेश नवरा जर्सी नम्बर 8 का खेलाडी मित्रद्वारा र यो सुनौलो अवसर फेरि पनि आयोजक 2 लाई स्कोरिङ पोइन्ट कोछाप
14 पनि आयोजक 12-14 भएको फेरि पनि आफ्नो खातामा हेर्दै समाजसेवी युवा क्लबको छ र यति बेला स्कोरिङ पोइन्ट गएको छ समाजसेवी युवा क्लबको छ 15 पनि आयोजक 12 र युक्तिको विदेशमा जर्सी नम्बर 6 द्वारा आफ्नो खातामा फेरि पनि एक अङ्क जोड्दै समाजसेवी युवा क्लबको छ र यति बेला स्कोरिङ पोइन्ट गएको छ समाजसेवी युवा क्लबको छ 16 पनि 12 भन्दा फेरि पनि समाजसेवी युवा क्लब कोचापले आफ्नो खातामा एक अङ्क जोड्दै र यति बेला स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लब कोचाप 17 पनि आयोजक 12 बल आउन पुग्यो समाजसेवी युवा क्लब कोचापद्वारा र यो सुनिल अवसर आयोजक 2 लाई र यति बेला स्कोरिङ पोइन्ट रहेको छ आयोजक 13 पनि समाजसेवी युवा क्लब कोचाप 17 अति नै मिठो हेलो ओ यो चार्ज लाख किन हेर त कुन यताको उताको यताको यहाँ लाइट बोले किन चार्ज लाख फेरि पनि आफ्नो खातामा एक अङ्क जोड्दै आयोजक 2 र यतिको स्कोरिङ पोइन्ट रहेको छ आयोजक 2 14 पनि समाजसेवी युवा क्लबको छ 18 4 पोइन्टको लिडिङ ल्याउँदै समाजसेवी युवा क्लबको छ भन्दै थियो फेरि पनि आफ्नो खातामा एक अङ्क जोड्दैको छ र यतिको स्कोरिङ पोइन्ट रहेको छ 19 पनि आयोजक 2 14 अलि यता ल्याइदिउँ न त्यो मल्टिपल योमा हालिदिनुस् त त्यो लाउने हो चार्ज चार्ज लाउने हो फेरि पनि आफ्नो खातामा एक अङ्क जोड्दै समाजसेवी युवा क्लबको छ र यतिको स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छ 20 पनि आयोजक 2 14 नम्बर 6 द्वारा डिफल्ट र उसको सुनिल अवसर फेरि पनि आयोजक 2 लाई र स्कोरिङ पोइन्ट रहेको छ आयोजक 2 15 पनि कोचाप 20 फेरि पनि आफ्नो खातामा एक अङ्क जोड्दै समाजसेवी युवा क्लबको छ र स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छ 21 पनि आयोजक 2 14 एकदमै मिठो स्पाइक तर प्रतिशतमा यसको सुनिल अवसर फेरि पनि कोचापलाई र यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लबको छ 22 पनि आयोजक 2 15 सन्दीप चार्जर लगान यता र प्रयास अहिले पनि निकै मिठो थियो तर यसको सुनिल अवसर समाजसेवी युवा क्लब कोचापलाई र यति बेलाको स्कोरिङ पोइन्ट समाजसेवी युवा क्लबको छ 23 पनि आयोजक 2 15 24-15 भयो यार द्वारा बल रोलिङमा र सुनिल अवसर फेरि पनि कोचापलाई फर्स्ट टाइम आउट बाइ कोचाप ओए यसको चार्ज ओए यसको चार्ज अर्को ह हेलो ब्यान्डेज चाहिने भएको छ केटाहरूले यता कोचापका टिमले टाइम मागेको अवस्था एनबी सर एकछिन रविन्द्र स्प्रे मगा दो र आयोजकबाट स्प्रे ल्याइदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु स्प्रेको व्यवस्था गरिदिनु होला पर्दैन अब छोड्दे ल अब ओए दिनेश दिनेश
एकदम राम्रो स्पाइक जर्सी नम्बर 3 द्वारा र आफ्नो टिममा एक अङ्क जोड्दै आयोजक बी र यतिबेला स्कोरिङ पोइन्ट रहेको छ आयोजक बी 16 पनि समाजसेवी युवा क्लब कोचाप इन्डिङ पोइन्ट कस्ने हैन अब केटाहरुले बिगारेर जर्सी नम्बर 4 द्वारा र आफ्नो ओ केटा अलि रिसिभ ल्याउ के यार जोता गर्दै समाजसेवी युवा क्लब कोचाप ओए रविन्द्र सजनले टी सर्ट सरुन भन् के बल्ल चकिन्छ त्यो के हुन्न केटाहरुले के गर्दैनन् र हो क्या त यार हुन पनि ल राजा ए हस् हस् हुन्छ भइहाल्छ नि लाइभ त गरि हो के ओ सन्दीप म बोलाइदिन्छु है दाइ सन्दीप ओइ बीको कोच ओ कोच रे यहाँ रे के माइल दाइले हित्या रे के ये ढुरे भएर नजितेको केटाले भन्नुहुन्छ यहाँ त भएर रे ये ढुरे भएर नजितेको रे सहयोगी महानुभावहरुको म नाम वाचन गर्न गइरहेको छु रुपा परिवार सम्पत्ति 1000 मन्जुको मन्दारी धारबाङ लाइभमा 155 मन्जु रेल बहादुर घरती सिलबाट 1005 रुपैयाँ त्यसैगरी यी सन्दीप भएर रे के नजितेको कोचापको टिम पनि देखाउनु सर ल ए देखाइरहेको छु यतातिर हुनुहुन्छ एकसिट जितिसक्नु भयो कोचापकोले त्यसैगरी मनिष जोइ 1050 विदेश सदस्य हो त्यसैगरी अमर बहादुर घरती शृङ्खलाबाट 1050 पूर्व विदेश सदस्य त्यसैगरी शिव कुमार ओली अर्घाहाँचीबाट त्यसैगरी कुसुम पुस्तक पसल सुरीचौरबाट रु 5000 भण्डारी किराना पसल धनबहादुर भण्डारीबाट रु 5555 त्यसैगरी बालकुमार डाँगीबाट रु 1050 राजकुमार परिवारबाट रु 1005 बमबहादुर पुनमगरबाट रु 1005 खिमबहादुर मोहराबाट रु 1055 वसुन्धरा रिग्नुबाट रु 1055 खिमबहादुर केसीबाट रु 2150 कमला केसीबाट रु कमला केसीबाट रु 1110 राधिका डाँगीबाट रु 1050 झगी डाँगीबाट रु 1105 टोपबहादुर डाँगीबाट रु जस्ताको त्यस्तै रेशम घरती छेत्रीबाट रु 2505 सोरु खुर्काबाट रु 1550 रमा कुमारी भण्डारीबाट रु 2505 लीलबहादुर परिवारबाट रु 1500 विष्णु खत्रीबाट रु 3000 पाण्डव निर्माण सेवाबाट रु 5000 मदन गिरीबाट रु 2000 सृजन केसीबाट रु 1000 गुप्त थापाबाट रु 1000 त्यसैगरी दलबहादुर घरतीमुगबाट रु 1000 नेपलाल भण्डारीबाट रु 2525 शिवलाल बस्नेतबाट रु 1005 छविलाल दमाईबाट रु 1100 विष्णु भण्डारीबाट रु 1555 कुमार भण्डारीबाट रु 105 दामोदर भण्डारी कल्पना भण्डारीबाट रु 2005 यसैगरी हामी सहयोगी दाताहरूको नाम फेरि पनि वाचन गर्नेछौँ छुटेको सहयोगी दाताहरूको नाम फेरि पनि हामी वाचन गर्नेछौँ 3 जनासम्मको आयोजक बी 400 भने समाजसेवा कोच एक्सचेन्ज गर केटा अब
हाम्रो यस वार्षिक उत्सवलाई सफल पार्नको लागि अहिलेसम्म पनि हाम्रो सहयोग रकम आउँदैछ। सबैले माया गर्नु भएको छ। हामी यसरी तपाईहरुको साथ सपोर्ट पायो भने हामी आगामी वर्ष पनि एकदमै राम्रो सभ्य र भव्य योभन्दा पनि अझ गेमहरु सञ्चालन गर्नेछौँ। योभन्दा धेरै योभन्दा राम्रो खेलाडीहरु अझ पनि हामी यो गाउँमा झार्नेछौँ भन्दै हाम्रो एसपी आयोजक बी को 6 छ भने कोछा समाजसेवा युवा क्लबको 2। हेलो ल सबै लाइभ शेयर गरिदिनु पर्यो है, डबल ट्याप गर्नु पर्यो। कोसालाई र यतिबेला स्कोरिङ रहेको छ समाजसेवी युवा क्लबको 3 पनि आयोजक टुर्नामेन्टको फेरि पनि आयोजक आफ्नो खातामा 1 अङ्क जोड्दै र यतिबेला स्कोरिङ रहेको छ आयोजक 7 पनि समाजसेवी युवा क्लब 3। यस देवीव्रत आधारभूत विद्यालयको आधारभूत स्तरीय हाजिर जवाब प्रतियोगितामा भाग लिनुहुने भाइ बहिनी 2 जना को हुनुहुन्छ हाम्रो सरहरुसँग सम्पर्कमा आइदिनु होला। एनबी सर अथवा नारायण केसी पोखरेल सरसँग भेट गर्नु होला। विद्यार्थी भाइ बहिनीहरु हाजिर जवाब प्रतियोगितामा भाग लिनु भएको विद्यार्थी भाइ बहिनी यस विद्यालयको विद्यार्थी भाइ बहिनीहरु कहाँ हुनुहुन्छ सम्पर्कमा आइदिनु न म विनम्र अनुरोध गर्दछु। चेन्ज गर केटा, चेन्ज गर हानो है र हाम्रो हान्यो भाले छपाई प्रतियोगिता र हाजिरी जवाब प्रतियोगिता हामी आज सञ्चालन गर्नेछौँ र टिम दर्ता गर्नुहुने कुनै महानुभाव हुनुहुन्छ भने भाले छपाईको लागि र हाजिर जवाब प्रतियोगिताका लागि भाइ हाम्रो आयोजक बी र कोछापको समाजसेवी युवा क्लब टिम दर्ता गरिदिनु म हार्दिक अनुरोध गर्दछु। आयोजक बी भर्सेस कोछाप समाजसेवी युवा क्लब। यति बेला रिसिभ गर्ने प्रयास त थियो भाइ जर्सी नम्बर 8 आयोजक बीबाट, तर सफल हुन सकेन। स्कोर हेलो 5-8 ए हो र हजुर हो ल सबैले डबल ट्याप गर्नु पर्यो है। केटा यार नगर न यस्तो त 7-8 भइगयो यार। यति बेला एकदम राम्रो स्पाइकका साथ +1 को छापलाई स्कोर रहेको छ 9 बराबर। ओ सन्दीप टिम कोच किन अल्पै चार्न हान्छन् केहीले त हान्छन्। कता हो नि यो सुनिल स्मृति 1 थुम्पा कि रोल्पामा हो भाइ? कति टिम बाँकी छन् अब खेल्ने?
खेल्ने त खै अझै 14-15 टिम छ होला दाइ। गेम 14-15 गेम छ, टिम त अब खेलिया छ सबै। नकआउट चाहिँ भएन अझै कोही पनि। टोटल टिम 15 टिम हो दाइ। अनि 15 भयो टोटल टिम चाहिँ, त्यसपछि अझै नकआउट भएन। सही सौ भन्छ नि र पुरै। केटाहरू यो हान्नु पर्यो क्या यार सबले यार, अनि पो हुन्छ। हाम्रो एउटा लेफ्टी भएन क्या, एउटा फिक्स हान्ने अर्को भइदिएपछि अर्को एउटा। ल हाम्रो होला तीन गोलसम्म स्कोर रहेको छ। 14 छ भने कोछा 12। यति बेलासम्म स्कोर रहेको छ कोछा 13 14। हेलो धप त गर्दै गर्दैनन् क्या तिनको त यार। नकआउट कहिलेबाट गर्ने हो? नकआउट खै त दाइ आजबाट हुन्छ कि आज फेरि भलिबल, अरे कुर्ची दौड, अनि त्यसपछि घैँटा फोर। कुर्ची दौड भोलि हुन्छ, हाजी जवाब, अनि भाले छुपाई। दाङचोरबाट आएको छन् कि नै? दाङचोरबाट आएको छैन दिदी हो कि बहिनी हो, दाङचोरबाट आएको छैन, गोरीगाउँबाट आएको छ। केटाहरूले फोन हानेको उठाउनुहोस् रे, थाहा छैन क्या। सोध अरूलाई, अर्कोले भन्न, एउटा हिँड्दैन भन्न पारी। लाइभ बुझिरहेको छु क्या, अर्कोले भन्न। स्कुलको टेक जयस, नकआउट कहिलेबाट हुन्छ? जर्सी नम्बर 4 द्वारा र आफ्नो खातामा एक अङ्क जोड्दै जर्सी नम्बर 4 र यति बेला स्कोरिङ पोइन्ट रहेको छ समाजसेवी युवा क्लब कोछा 16 भने 16 रिक्वायर्ड। माथि त हटान्न, अहिले पल्टे लाग्यो फेरि एकछिन। अब अर्कोचोटि, अब यो सकिएपछि ठोक 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 बस। एकदम राम्रो प्रयास र 17 बराबर आयोजक बी र यति बेला स्कोरिङ पोइन्ट रहेको छ आयोजक बी 17 इक्वल। गणेशजी कहाँ छ? फेरि पनि
स्कोरिङ आयोजक बीलाई र यतिबेला स्कोरिङ पोइन्ट भएको छ आयोजक बी 18 पनि समाजसेवी क्लबको साथ 17 बज्या नगए ल हेलो हेलो ल तेस्रो सेटको पहिलो अङ्क कोचाबलाई स्कोर रहेको छ समाजसेवी युवा क्लब 1 छ भने आयोजक बी 0 एकछिन वाह एकदम राम्रो स्कोर जस नम्बर 11 एक्सचेन्ज आन्यो एक बराबर ओ फेरि एक्सचेन्ज एकदमै राम्रो प्लेस जर्सी नम्बर 8 आयोजक बीबाट र स्कोर +1 गर्दै स्कोर रहेको छ 2-1 बल आउट हुन पुगेको छ र यसको फाइदा फेरि आयोजक बीलाई स्कोर रहेको छ 3-1 ओइ एकदम राम्रो प्लेस जित्नु पर्यो यति बेला बल चाहिँ होल्ड भएछ र +1 आयोजक बीलाई स्कोर रहेको छ 4-2 इनी ल एक्सचेन्ज फेरि एकदमै राम्रो शट जसमा भित्रबाट स्कोर रहेको छ 5-2 त्यो लाइन भन्दा अलि बाहिर बस्नुस् आयोजक बीका सपोर्टरहरु अलि बाहिर बस्नुस् लाइन भन्दा अलि बाहिर बस्नुस् बल आउट टच आउट हुन पुगेछ र स्कोर रहेको छ कोचाबलाई 3-5 यति बेला टाइम आउटको संकेत चारो भइगयो यार कोचाबबाट ओ रिसिभ पेल्नु पर्यो है केटा ओइ लोकेले चेक गर्छ क्या लोकेले खेल सुरु हुँदैछ फेरि यति बेला स्कोर रहेको छ 5-3 छ एक्सचेन्ज फेरि ओ हान्छन् के दिलले त हान्छन् स्कोर +1 आयोजक बीलाई स्कोर रहेको छ 6-3 एक्सचेन्ज अब राम्रो प्लेस
खेलाडी मित्र सज्जनद्वारा स्कोर रहेको छ 7-3। किरण केसीबाट बल डबल हुन पुग्यो र प्लस 1 कोछाबलाई स्कोर रहेको छ 4-7। खै त अब एकछिन चाहिँ थात्तरे यार के गर्छन् यार 1 कोछाबलाई स्कोर रहेको छ 5-7। प्लेस कोछाबाट स्कोर रहेको छ कोछाबलाई 6-7। 6-7 फेरि पनि बल आज बिको कोर्टमा स्कोर रहेको छ 7 बराबर। भेटाइ के एकछिन गर है राम्रो ब्लक र कोर्ट चेन्जको संकेत रेफ्रीबाट। स्कोर रहेको छ कोछाबलाई 8 भने आयोजक बी 7। आयोजक एको एक्स्ट्रा खेलाडी बालकृष्ण हौसला दिनु पर्यो केटाहरूलाई। 7-8 लाइनभन्दा अलिक पछि बस्दिनु होला। समाजसेवी युवा क्लबका सपोर्टर मित्रहरू सपोर्ट गर्नुहोस् तर लाइन अलिक पछि बस्नुहोस्। लाइनभन्दा पछि बस्नुहोस्। आयोजक बीलाई स्कोर रहेको छ 8 बराबर। हेर नबिगार नबिगार। राम्रो स्पाइक र +1 समाजसेवी युवा क्लबलाई स्कोर रहेको छ 9-8। कोछाब 9 छ भने थुम्पाकी 8। ठिक छ यति बेलामा ब्लक आउट गराउन पुगेछ चुन्डागीबाट र स्कोर आफ्नो खातामा 1 नम्बर जोड्दै आयोजक बी 9 भने कोछाब 9 बराबर। एकदमै राम्रो ब्लक भाइबाट। फेरि पनि प्रयास त जारी थियो तर जर्सी नम्बर 1 का खेलाडी स्पाइक र आफ्नो खातामा 1 नम्बर जोड्दै स्कोर बनाएका छन्। कोछाब 10 छ भने आयोजक बी 9। एक्सचेन्ज एकदमै राम्रो स्पाइक स्कोर रहेको छ कोछाबलाई स्कोर रहेको छ आयोजक बी भर्सेस समाजसेवी युवा क्लब कोछाब। एक्सचेन्ज हान्नु पर्यो के केटाहरूले यार। फेरि पनि बल जानेमा स्कोर कोछाबलाई स्कोर रहेको छ 12-9। यसपछिको खेल म्याच नम्बर 16 बलवान स्पोर्ट क्लब भर्सेस एलिसा मोटर पार्ट्स। फेरि पनि फल हुन पुग्यो र +1 कोछाबलाई स्कोर रहेको छ कोछाब 13 भने आयोजक बी 9 13। लेखका अघि भाबो फेरि पनि आउट हुन पुग्यो र
स्कोर कोछापलाई स्कोर रहेको छ 14 म्याच पोइन्ट छ भने 9 आयोजक बी शिक्षक खेल एउटाले नहारे अर्कोले जित्दैन त्यसैले गर्दा यो खेलको सेट यो गेम समाजसेवी युवा क्लब कोछापले दुबै तेस्रो सेटमा 2 सेट कोछाप र 1 सेट आयोजक बी गरी कोछापले यो गेम हात पारेको छ भने अबको यस प्राङ्गणमा भलवाङ स्पोर्ट क्लब वर्सेस एलिसा मोटर पार्ट्स म्याच नम्बर 16 खेलाडी मित्रहरू तयार अवस्थामा बस्नु होला है ग्राउन्डमा आइदिनुस् ल दाजु हेर्दै गर्नु होला है लाभेको बेला अब चाहिँ म गएको यिनी एक्लैले के गर्नु कि होइन